दर्शकवृन्द, के तपाईले कहिल्यै यस्तो देशको बारेमा सुन्नु भएको छ जहाँ रात नै पर्दैन, एउटा यस्तो देश जहाँ सूर्य अस्ताउनै बिर्सिन्छ, अनि एउटा यस्तो देश जहाँ घोडा वा गोरुले होइन कुकुरहरूले गाडी तान्छन्, हिउँ जम्ने कडा चिसोका बीच पनि तातो पानीले भरिएका तालहरू भेटिन्छन्, अनि एउटा यस्तो देश जहाँ प्रेम र रोमान्सलाई विशेष पर्वकै रूपमा मनाइन्छ। दर्शकवृन्द, सायद तपाईले यस्तो देशको बारेमा कहिल्यै सुन्नु भएको छैन होला, तर आज हामी एउटा यस्तो देशको कुरा गर्दैछौँ जुन आफ्ना अनौठा तथ्य, रहस्य र अचम्म लाग्दा विशेषताका कारण संसारभर चर्चित छ। त्यो देश हो ग्रीनल्यान्ड। त्यसैले ढिला नगरी तपाईलाई ग्रीनल्यान्डको रोचक यात्रामा लिएर जाँदैछौँ। तर भिडियो सुरु गर्नु अघि यदि तपाई हाम्रो युट्युब च्यानलमा पहिलोचोटि आउनु भएको छ भने हामीलाई सब्स्क्राइब गर्दै तपाईले हामीलाई विश्वको कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। दर्शकवृन्द, ग्रीनल्यान्ड डेनमार्क राज्य अन्तर्गतको एउटा स्वशासित क्षेत्र हो, तर भौगोलिक रूपमा भने यो उत्तर अमेरिकी महादेशको अभिन्न हिस्सा मानिन्छ। करिब 21 लाख वर्ग किलोमिटर क्षेत्रफल भएको ग्रीनल्यान्ड संसारकै सबैभन्दा ठूलो टापु हो, तर यति विशाल भूमि हुँदाहुँदै पनि यसलाई संसारका सबैभन्दा कम जनसंख्या भएका क्षेत्रमध्ये एक मानिन्छ। जनसंख्याको कुरा गर्ने हो भने ग्रीनल्यान्डमा करिब 56,000 मानिस बसोबास गर्छन्। तीमध्ये धेरैजसो मानिसहरू शहरमा बस्न रुचाउँछन् भने केही ग्रामीण क्षेत्रमा बस्छन्। दर्शकवृन्द, यहाँका मानिसहरू मुख्य रूपमा ग्रीनल्यान्डिक र डेनिस भाषा बोल्छन्। ग्रीनल्यान्डिक भाषा यहाँको आधिकारिक भाषा हो। यद्यपि पर्यटनको विकाससँगै अंग्रेजी भाषा पनि निकै प्रचलित बन्दै गएको छ, त्यसैले यहाँ घुम्न आउने पर्यटकहरूलाई धेरै समस्या पर्दैन। दर्शकवृन्द, ग्रीनल्यान्डमा विश्व सम्पदा सूचीमा सूचीकृत धेरै स्थानहरू छन्, साथै समुद्री किनारा, क्याफे, रेस्टुरेन्ट, सांस्कृतिक केन्द्र र अन्य पर्यटकीय स्थलहरू पनि छन्। तर यहाँ घुम्न त्यति सजिलो भने छैन, किनभने ग्रीनल्यान्ड नाम सुन्दा हरियालीले भरिएको देश जस्तो लागे पनि वास्तविक ठिक उल्टो छ। यहाँको अधिकांश भूभाग बाक्लो बरफले ढाकिएको छ। चारैतिर टाढासम्म सेतो बरफ मात्र देखिन्छ। कतिपय स्थानमा बरफको मोटाई 3 किलोमिटरसम्म पुग्छ। यही कारणले ग्रीनल्यान्डलाई संसारको सबैभन्दा बाक्लो बरफ भएको क्षेत्रमध्ये एक मानिन्छ। यति धेरै बरफ भएकाले ग्रीनल्यान्ड संसारका सबैभन्दा चिसा स्थानहरूमध्ये पनि पर्दछ। गर्मी मौसममा पनि यहाँको तापक्रम सामान्यतया 20 देखि 15 डिग्री सेल्सियसको हाराहारीमा रहन्छ भने जाडो मौसममा तापक्रम -20 देखि -30 डिग्री सेल्सियससम्म झर्ने गर्छ। यसैले धेरै मानिसहरू जाडो मौसममा ग्रीनल्यान्ड नजान सल्लाह दिन्छन्, किनभने त्यहाँको चिसोले शरीर नै जम्ने अवस्था आउन सक्छ। तर गर्मी मौसममा भने यहाँ अर्कै समस्या हुन्छ। यदि तपाईँ मे महिनाको अन्तिमदेखि जुलाई महिनाको अन्तिमसम्म ग्रीनल्यान्ड पुग्नुभयो भने तपाईलाई सुत्ने समय नै छुट्याउन गाह्रो पर्न सक्छ, किनभने यी महिनाहरूमा यहाँ सूर्य अस्ताउन बिर्से जस्तै हुन्छ। सूर्य लगातार 24 घण्टा आकाशमा देखिरहन्छ। यही कारणले ग्रीनल्यान्डलाई मध्यरातको सूर्यको भूमि पनि भनिन्छ। दर्शकवृन्द, यसरी ग्रीनल्यान्ड संसारका ती दुर्लभ स्थानहरूमध्ये एक हो जहाँ करिब 2 महिनासम्म सूर्य अस्ताउँदैन। मे 25 देखि जुलाई 25 सम्म रातको 12 बजे बाहिर हेर्नुभयो भने पनि सूर्य चम्किरहेको देख्न सकिन्छ। जुन 21 जुन वर्षको सबैभन्दा लामो दिन मानिन्छ, त्यो दिन यहाँ राष्ट्रिय बिदा समेत दिइन्छ। दर्शकवृन्द, तपाईले प्रेमीले प्रेमिकालाई भन्ने गरेको वाक्य सुन्नु भएको होला, म तिम्रो खुट्टा कहिल्यै जमिनमा पर्न दिने छैन। यो कुरा व्यवहारमा पूरा हुन्छ कि हुँदैन थाहा छैन, तर ग्रीनल्यान्डमा भने मानिसहरूले साँच्चै धेरै कम जमिनमा हिँड्ने गर्छन्। हो दर्शकवृन्द, ग्रीनल्यान्डमा न त कुनै राष्ट्रिय सडक सञ्जाल छ न रेलमार्ग नै। यति मात्र होइन, धेरै स्थानहरू बीच सडक मार्फत जोड्ने कुनै व्यवस्था छैन। त्यसैले यहाँका मानिसहरू यात्रा गर्न हेलिकप्टर, सानो विमान, डुङ्गा वा विशेष प्रकारका सवारी साधन प्रयोग गर्छन्। सवारीको कुरा गर्दा यहाँ एउटा निकै अनौठो गाडी प्रयोग गरिन्छ जसलाई कुकुरहरूले तान्छन्। यसलाई कुकुरद्वारा तानिने स्लेज भनिन्छ। यसमा पाङ्ग्रा हुँदैनन्। बरफमाथि चिप्लिएर चल्ने यो गाडी हेर्दा सान्ता क्लाजको गाडी जस्तै देखिन्छ, तर फरक यति मात्र हो कि यसलाई घोडा वा रेन्डियरले होइन शक्तिशाली कुकुरहरूले तान्ने गर्छन्। यदि तपाईँ ग्रीनल्यान्ड पुग्न चाहनुहुन्छ भने डेनमार्क वा आइसल्यान्ड हुँदै त्यहाँ पुग्न सकिन्छ। दर्शकवृन्द, ग्रीनल्यान्डको राजधानी नुक हो। यहाँ देशको कुल जनसंख्याको झण्डै 1/3 मानिस बसोबास गर्छन्, अर्थात् लगभग 20,000 मानिस। यहाँ विश्वविद्यालय, कला संग्रहालय, खेल मैदान, सांस्कृतिक केन्द्र र अन्तर्राष्ट्रिय विमानस्थल जस्ता महत्त्वपूर्ण संरचनाहरू रहेका छन्। दर्शकवृन्द, ग्रीनल्यान्डमा मानिसहरूको संख्या कम भए पनि यहाँका मानिसहरू निकै सृजनशील मानिन्छन्। कला, चित्रकला र हस्तकलामा उनीहरूको रुचि अत्यन्तै उच्च छ। यहाँका घरहरूको भित्तामा सुन्दर चित्र, रंगीन डिजाइन र कलात्मक सजावटहरू देख्न सकिन्छ। यति मात्र होइन, यी मानिसहरू विपत्तिलाई अवसरमा बदल्न पनि सिपालु छन्। बरफलाई काटेर विभिन्न आकारका कलाकृति बनाइन्छ जसलाई हेर्न हजारौं पर्यटक आउने गर्छन्। दर्शकवृन्द, हालै ग्रीनल्यान्डको बरफबारी गरिएको एउटा अनुसन्धानले संसारलाई नै चकित बनाउने तथ्य सार्वजनिक गरेको छ। वैज्ञानिकहरूका अनुसार
अनुसार ग्रिनल्यान्डमा रहेको विशाल बरफको तह करिब 3 करोड 50 लाख वर्ष पुरानो हुन सक्छ। अर्थात् ग्रिनल्यान्ड र बरफको सम्बन्ध लाखौं होइन करोडौं वर्ष पुरानो हो। तपाईलाई विश्वास नलाग्न सक्छ, तर धेरै वैज्ञानिकहरूले ग्रिनल्यान्डलाई पृथ्वीका लागि एउटा चेतावनीको घण्टीको रूपमा हेर्ने गरेका छन्। यसको कारण हो यहाँ रहेका विशाल हिमनदीहरू। यदि ग्रिनल्यान्डका यी सबै हिमनदीहरू पग्लिए भने विश्वभर समुद्रको सतह करिब 7 मिटर भन्दा बढी बढ्न सक्ने वैज्ञानिकहरूको अनुमान छ। यदि यस्तो भयो भने संसारका धेरै समुद्री तटीय शहरहरू डुबानमा पर्न सक्छन्। ठूलो बाढी, समुद्री आँधी र प्राकृतिक विपत्तिले करोडौं मानिस प्रभावित हुन सक्छन्। विज्ञहरूका अनुसार बढ्दो विश्वव्यापी तापक्रमका कारण ग्रिनल्यान्डका बरफहरू बिस्तारै पग्लन थालेका छन्। यदि यही गति कायम रह्यो भने एक दिन ग्रिनल्यान्डको स्वरूप नै परिवर्तन हुन सक्छ। त्यसैले ग्रिनल्यान्डलाई पृथ्वीको भविष्यसँग जोडिएको अत्यन्त महत्त्वपूर्ण क्षेत्र मानिन्छ। दर्शकवृन्द, ग्रिनल्यान्ड भ्रमण गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ध्रुवीय भालु अर्थात् पोलार बियरबाट सावधान रहनु हो। ध्रुवीय भालुलाई संसारका सबैभन्दा शक्तिशाली शिकारी जनावर मध्ये एक मानिन्छ। त्यसैले उनीहरूलाई कुनै पनि हालतमा जिस्क्याउनु वा हानि पुर्याउने प्रयास गर्नु हुँदैन। यद्यपि राम्रो कुरा के छ भने ध्रुवीय भालुहरू सामान्यतया बिना कारण मानिसमाथि आक्रमण गर्दैनन्। तपाईले तिनीहरूलाई सुरक्षित दूरीबाट हेर्न सक्नुहुन्छ। दर्शकवृन्द, ग्रिनल्यान्ड वास्तवमा ध्रुवीय भालुको प्रमुख वासस्थान मध्ये एक हो, किनभने उनीहरू अत्याधिक चिसो वातावरणमा बस्न रुचाउँछन्। यही कारणले ग्रिनल्यान्डमा ध्रुवीय भालुको संख्या धेरै पाइन्छ। यति मात्र होइन, ग्रिनल्यान्डले ध्रुवीय भालुलाई आफ्नो राष्ट्रिय जनावरको रूपमा पनि मान्यता दिएको छ। ध्रुवीय भालु बाहेक यहाँ आर्कटिक फक्स, आर्कटिक ब्वाँसो, सेतो खरायो, मस्क अक्स लगायतका रोचक जीवजन्तु पनि पाइन्छन्। यस देशलाई समुद्री चिलहरूको महत्त्वपूर्ण वासस्थान पनि मानिन्छ। समुद्री जीवजन्तु, दुर्लभ चराचुरुङ्गी र विभिन्न वन्यजन्तुहरूले ग्रिनल्यान्डलाई प्रकृतिको अद्भुत उपहार बनाएका छन्। यहाँ सयौं प्रकारका जनावर, हजारौं समुद्री जीव र करिब 230 प्रजातिका चराहरू पाइन्छन्। यति मात्र होइन, वर्षभरि करिब 400 प्रकारका फूलहरू फुल्ने भएकाले ग्रिनल्यान्डको प्राकृतिक सौन्दर्य झन आकर्षक देखिन्छ। दर्शकवृन्द, ग्रिनल्यान्डमा रहेको नर्थ इस्ट ग्रिनल्यान्ड नेशनल पार्क संसारकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज मानिन्छ। लाखौं एकड क्षेत्रफलमा फैलिएको यो राष्ट्रिय निकुञ्जले ग्रिनल्यान्डको उत्तर पूर्वी भागको ठूलो हिस्सा समेटेको छ। यहाँ साना बिरुवादेखि रंगीन फूलहरूसम्म पाइन्छन्। कतिपय मानिसहरू मजाकमै भन्छन् कि यही प्राकृतिक सौन्दर्यले ग्रिनल्यान्डका मानिसहरूलाई रोमान्टिक बनाएको हो। गर्मी मौसममा घाम लाग्ने बित्तिकै मानिसहरू घर बाहिर निस्कन्छन्, परिवार, साथीभाइ र जीवनसाथीसँग समय बिताउँछन्। ग्रिनल्यान्डमा प्रेम र सम्बन्धलाई महत्त्व दिने विशेष अवसरहरू पनि मनाइन्छन्। त्यस्ता दिनमा धेरै जोडीहरूले एकअर्कासँग समय बिताउने, भविष्यका योजना बनाउने र सम्बन्धलाई अझ बलियो बनाउने प्रयास गर्छन्। दर्शकवृन्द, अब कुरा गरौँ यहाँको अर्थतन्त्रको। ग्रिनल्यान्डका मानिसहरूको मुख्य आम्दानीको स्रोत माछा मार्ने उद्योग, पर्यटन, खानी तथा सीमित कृषि हो। विशेष गरी माछा मार्ने उद्योग यहाँको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। यहाँ 22% भन्दा बढी प्रकारका माछाहरू पाइन्छन्। समुद्री खाद्य पदार्थको निर्यातबाट ग्रिनल्यान्डले राम्रो आम्दानी गर्छ। कृषिको कुरा गर्ने हो भने यहाँको कठोर मौसमका कारण सीमित मात्रामा तरकारी र केही फलफूल उत्पादन गरिन्छ। तर प्राकृतिक स्रोतको हिसाबले भने ग्रिनल्यान्ड निकै धनी छ। यहाँ जिंक, सिसा, सुन, युरेनियम, कोइला, खनिज तेल तथा अन्य बहुमूल्य खनिजहरू पाइन्छन्। पर्यटन उद्योग पनि बढ्दै गएको छ, तर कठोर मौसम र दुर्गम अवस्थाका कारण अन्य लोकप्रिय पर्यटकीय देशहरूको तुलनामा यहाँ पर्यटकको संख्या कम नै छ। दर्शकवृन्द, ग्रिनल्यान्डका मानिसहरूलाई सामान्यतया खुसी, खुल्ला स्वभावका र जीवनको आनन्द लिन जान्ने मानिसका रूपमा चिन्ने गरिन्छ। यहाँको खानपानमा मुख्य रूपमा माछा, समुद्री जीवजन्तु तथा मासुजन्य परिकारहरू समावेश हुन्छन्। कठोर चिसो मौसमका कारण यहाँका मानिसहरू प्रोटिन युक्त खाना बढी खाने गर्छन्। विशेष गरी माछा यहाँको सबैभन्दा लोकप्रिय परिकार मध्ये एक हो। त्यसैगरी सामाजिक जमघट, उत्सव वा विभिन्न अवसरहरूमा पेय पदार्थहरूको प्रयोग पनि निकै सामान्य मानिन्छ। ग्रिनल्यान्डको अर्को रोचक तथ्य के हो भने यसलाई संसारका सबैभन्दा कम प्रदूषित स्थानहरूमध्ये एक मानिन्छ। यसको मुख्य कारण यहाँ सवारी साधनको संख्या निकै कम हुनु हो। देशभर जम्मा केही हजार गाडी मात्र छन्। त्यसमाथि सडक सञ्जाल सीमित भएकाले गाडीको प्रयोग पनि निकै कम हुन्छ। ठूला उद्योग धन्दा र कारखानाहरू पनि न्यून भएकाले वायु प्रदूषण अत्यन्त कम छ। दर्शकवृन्द, यदि तपाईँ भिडभाड, धुलो, धुवाँ र प्रदूषणबाट टाढा गएर शान्त वातावरणमा केही समय बिताउन चाहनुहुन्छ भने ग्रिनल्यान्ड एउटा उत्कृष्ट
गन्तव्य हुन सक्छ। अगस्त महिनातिर ग्रिनल्यान्डको दृश्य झन आकर्षक देखिन्छ। सूर्यको किरण बरफमा पर्दा पूरा क्षेत्र सुनौलो चम्किएको जस्तो देखिन्छ। माथि नीलो आकाश, तल सेतो बरफ र वरिपरि शान्त वातावरण। यो दृश्य हेर्दा धेरै मानिसहरूलाई स्वर्गको अनुभूति हुने गर्छ। अझ रोचक कुरा के भने यहाँका केही स्थानहरूमा अत्यन्त चिसो मौसमका बीच पनि प्राकृतिक रूपमा तातो पानीका कुण्डहरू भेटिन्छन्। हाड कपाउने चिसोमा तातो पानीमा बसेर वरिपरिको बरफ हेर्नु साँच्चै अविस्मरणीय अनुभव मानिन्छ। दर्शकवृन्द, यदि तपाईँ ग्रिनल्यान्ड घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने डेनमार्क वा आइसल्यान्ड मार्फत त्यहाँ पुग्न सकिन्छ। यात्राको खर्च भने अन्य धेरै देशहरूको तुलनामा महँगो पर्न सक्छ, त्यसैले राम्रो बजेट बनाएर जानु उपयुक्त मानिन्छ। दर्शकवृन्द, ग्रिनल्यान्ड केवल बरफले ढाकिएको एउटा टापु मात्र होइन, यो प्रकृतिको एउटा अनौठो प्रयोगशाला हो। एउटा यस्तो भूमि जहाँ करोडौं वर्ष पुरानो बरफ, मध्यरातको सूर्य, ध्रुवीय भालु, रहस्यमय प्रकृति र मानव जीवनको अद्भुत संयोजन देख्न पाइन्छ। सायद यही कारणले ग्रिनल्यान्ड संसारका सबैभन्दा अनौठा, रहस्यमय र रोचक स्थानहरू मध्ये एक मानिन्छ। दर्शकवृन्द, यो त थियो ग्रिनल्यान्डको बारेमा केही रोचक जानकारीहरू। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा अवश्य बताउनुहोला। अर्को भिडियोमा थप नयाँ देशको रोचक विषयवस्तु लिएर आउनेछौँ। तबसम्मलाई बिदा हुन्छौँ। नमस्कार।